आज हामी हिन्दू दर्शनको एउटा निकै रोचक तर गहिरो विषयमा कुरा गर्दैछौं। यो हाम्रो अस्तित्व र हामी बस्ने यो ग्रहसँग हाम्रो सम्बन्धको बारेमा हो। ल सुरु गरिहालौ है त। हामी सुरु गर्छौं एउटा एकदमै आधारभूत तर महत्त्वपूर्ण प्रश्नबाट। हिन्दू धर्मले वास्तवमा पृथ्वीलाई कसरी हेर्छ? यो केवल भूगोल वा विज्ञानको कुरा मात्र होइन, यो त एउटा दृष्टिकोणको कुरा हो जसले अरू सबै कुरालाई प्रभाव पार्छ। अब मानिस र पृथ्वी बीचको सम्बन्धलाई बुझ्नको लागि सबैभन्दा पहिले त पृथ्वीलाई नै कसरी हेरिन्छ भनेर बुझ्न जरुरी छ। यो पहिलो खण्डले त्यही दिव्य दृष्टिलाई उजागर गर्छ। हो, यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने हिन्दू दर्शनमा पृथ्वीको अवधारणा केवल ढुङ्गा, माटो र पानीको डल्लोभन्दा धेरै पर छ। पृथ्वी वा भनौँ पृथ्वी एक जीवित, सास फेर्ने, चेतना भएको सत्ता हो। यो केवल एउटा स्रोत होइन, यो आफैमा एक पवित्र अस्तित्व हो। र यो कुरालाई यी तीन शक्तिशाली शब्दले झनै स्पष्ट पार्छन्: माता, देवी अनि जीवनदायिनी। सोच्नुस् त, माता जसले हामीलाई हुर्काउँछिन्, पालनपोषण र आश्रय दिन्छिन्; देवी जसको हामी पूजा र सम्मान गर्छौं; र जीवनदायिनी सम्पूर्ण जीवनको एकमात्र स्रोत। हरेक शब्दले पृथ्वीप्रतिको श्रद्धालाई अझै गहिरो बनाउँदै लैजान्छ। जब पृथ्वीलाई एक दिव्य माताको रूपमा हेरिन्छ, तब स्वाभाविक रूपमा एउटा प्रश्न उठ्छ: उहाँप्रति हाम्रो भूमिका के हो त? हो, अब हामी कुरा गर्छौं मानव कर्तव्य अर्थात् धर्मको। शास्त्रहरूमा यस विषयमा स्पष्ट मार्गदर्शन पनि छ। यो कुनै नैतिक सुझाव मात्रै होइन, यसलाई त एउटा पवित्र दायित्वको रूपमा हेरिन्छ। त्यसो भए के हो त पृथ्वीप्रति मानव जातिको कर्तव्य? यो कर्तव्यलाई तीनवटा सरल तर गहन चरणमा बुझ्न सकिन्छ। पहिलो, सम्मान अर्थात् पृथ्वीको दिव्यतालाई मनबाटै स्वीकार्नु। दोस्रो, संरक्षण, त्यो सम्मानलाई व्यवहारमा उतार्नु, पृथ्वीको सक्रिय रूपमा रक्षा गर्नु। र तेस्रो, सद्भाव, यस्तो जीवनशैली अपनाउनु जसले प्रकृतिको सन्तुलनलाई नबिगारोस्, बरु त्यसकै एक हिस्सा बनोस्। ल, हामीले कर्तव्यको कुरा त गर्यौं, अब अलिकति गहिरो दार्शनिक पक्षतिर लागौं। हाम्रो अस्तित्वकै प्रकृतिबारे कुरा गरौं। यो एउटा यस्तो प्रश्न हो जसले साँच्चै सोच्न बाध्य बनाउँछ, होइन त? एकछिनलाई कल्पना गरौं त, यदि यो पृथ्वी नै नहुने हो भने के हाम्रो अस्तित्व रहन्छ होला? र यसको जवाफ एकदमै स्पष्ट छ। मानव बिना पृथ्वी चल्छ, फल्छ, फुल्छ, जीवनले नयाँ बाटो लिन्छ। यो एक आत्मनिर्भर प्रणाली हो। तर पृथ्वी बिना मानव जातिको कुनै आधार, कुनै पोषण, कुनै अस्तित्व नै रहँदैन। यो त एकतर्फी निर्भरता हो। अब हामीले यत्रो पुरानो दर्शनको यात्रा त गर्यौं, तर आजको दिनमा यसको के अर्थ छ त? यी विचारहरूलाई आजको सन्दर्भमा जोडेर हेरौं न। त्यसो भए अहिलेसम्म हामीले तीनवटा मुख्य प्रश्नहरू हेर्यौं। पहिलो, पृथ्वीलाई कसरी हेरिन्छ? एक दिव्य माताको रूपमा। दोस्रो, हाम्रो कर्तव्य के हो? सम्मान, संरक्षण र सद्भाव। र तेस्रो, हाम्रो अस्तित्व केमा टिकेको छ? पूर्ण रूपमा पृथ्वीमा। हेर्नुस् त, यी सबै प्रश्नहरू एकअर्कासँग कसरी जोडिएका छन्। र अन्त्यमा यो अन्तिम प्रश्नमा आएर हामी टुङ्गिन्छौं, जुन आफैमा एउटा ऐना जस्तै हो। हामीले पृथ्वीसँग जस्तो व्यवहार गर्छौं, त्यसले आखिरमा हामी को हौं भन्ने नै देखाउँछ। हाम्रो यो सम्बन्धले हाम्रो मूल्य मान्यता, हाम्रो विवेक र समग्रमा हाम्रो मानवताको बारेमा के भन्छ होला? यो साँच्चै विचार गर्नुपर्ने कुरा हो।